जय मसीह सबैलाई। म आज तपाईहरुको बीचमा रोमीको 15:6 वचन लिएर आएको छु। यहाँ के लेखिएको छ भने, अब के हामी व्यवस्थाको अधीनमा छैनौं तर अनुग्रहको अधीनमा छौं भनेर पाप गर्ने त? कदापि होइन। र म तपाईहरुलाई आज यस वचनले भन्न खोजेको अर्थ तपाईहरुलाई म भन्छु। यस वचनले के भन्न खोजिरहेको छ त्यसको अर्थ म तपाईहरुको माझमा व्यक्त गर्दछु। मानिसले कहिलेकाहीँ यस्तो सोच्न सक्छ है, मानिसले चाहिँ कहिलेकाहीँ यस्तो सोच्न सक्छ, यदि परमेश्वरले अनुग्रहले क्षमा गर्नुहुन्छ भने अब त जस्तो सुकै पाप गरे पनि हुन्छ होला। तर यही सोचलाई यो वचनले रोकिरहेको छ। येशूले हामीलाई केवल पाप माफ गर्न मात्र होइन, पापको बन्धनबाट छुटकारा दिन आउनु भएको हो। जब हामी जीसस क्राइस्टलाई साँचो हृदयले स्वीकार गर्छौं, तब हाम्रो जीवन पुरानो बाटोबाट नयाँ बाटोमा बदलिन थाल्छ। पहिले जुन कुराले मन तान्थ्यो, जस्तै कि यो रिसका कुराहरू भए, झुटका कुराहरू, घृणाका कुराहरू र खराब बानीहरू, अब ती कुराले भित्र शान्ति दिँदैन। पहिला हामीलाई यही नराम्रा कुराहरूले भित्रबाट शान्ति दिन्थ्यो भनेपछि अब हामीलाई यही नराम्रा कुराहरूले चाहिँ के गर्दैन त? जब हामीले परमप्रभु परमेश्वरको राज्यलाई बुझ्न थाल्छौं, उहाँको अधीनमा हुन थाल्छौं, तब हामीलाई यही नराम्रा कुराहरूले हामीलाई के गर्छ त? हाम्रो हृदयमा चाहिँ शान्ति चाहिँ दिँदैन। किनकि परमेश्वरको अनुग्रहले हाम्रो हृदय नै परिवर्तन हुन थाल्छ। र यसै गरी व्यवस्थाको अधीनमा छैनौं भन्नाले अब हामी डर, सजाय, नियमको भारीले होइन, तर प्रेम र अनुग्रहद्वारा चलाइएका मानिस हौं भन्ने बुझाउँछ। तर यसको मतलब अब पाप गर्न छुट छ भन्ने होइन, बरु यसको अर्थ के हो त? अब हामीसँग पापलाई जित्ने शक्ति छ भन्ने हो। जसरी एउटा बच्चाले आफ्नै आमाले धेरै माया गर्छिन् भनेर जान्छ, त्यसै गरी नै आमाको मन दुखाउन चाहँदैन। त्यस्तै गरी साँचो विश्वासीले पनि परमेश्वरको प्रेम बुझ्दा जानी पनि पापमा बाँच्न चाहँदैन। र यसै गरी प्रियजनहरू, यो वचनले हामीलाई सम्झाउँछ है, यो वचनले चाहिँ हामीलाई के सम्झाउँछ त? अनुग्रह भनेको पाप गर्ने लाइसेन्स होइन, अनुग्रह भनेको बदलिएको जीवन हो। परमेश्वरको प्रेमले मानिसलाई अन्धकारबाट उज्यालोतर्फ ल्याउँछ। कहिलेकाहीँ हामी कमजोर हुन्छौं, लड्छौं, गल्ती गर्छौं, तर परमेश्वरले त्यहाँ पनि हात समात्नुहुन्छ। उहाँ भन्नुहुन्छ, उठ, म तेरो साथमा छु, फेरि फर्क। येशूले तिमीलाई पापमा बसिरहन होइन, नयाँ जीवनमा हिँड्न बोलाउनु भएको हो। आमेन।